एक वर्षमा 4-5 करोड कमाउने अनि 6-7 महिनामा पिआर पाउने कुन देश होला भनेर धेरै क्वेसन आइसकेको छ गाइज। यस्तो कुनै देश छैन है, यो देश एक्जिस्टै गर्दैन। मेरो भिडियोको मोटिभ चाहिँ के थियो भन्दा चाहिँ यो हावा चुतियापन्थी कन्सल्टेन्सीहरूको पछाडि लाएर लाखौँ तिरेर यता विदेश आइसकेपछि चाहिँ रिग्रेट गर्नुभन्दा चाहिँ के यो पोसिबल छ त 4 करोड 5 करोड वर्षमा कमाउन या पिआर पाउन, या भनौँ न यो पोसिबल छ कि छैन, नेपालमा हुँदा चाहिँ रियालिटी बुझेर बल्ल आउनुहोस् भन्ने चाहिँ मेरो भिडियोको मोटिभ्स थियो। भिडियो मिलियन भ्युज प्लस गएको छ होइन। भिडियोको तात्पर्य भिडियो पुरा नहेरिकन मान्छेहरूले अन्धाधुन्दा कमेन्ट गर्नुभएको छ क्या। कुनै कुनै कोही मान्छेले होइन पुरा भिडियो हेरेर ल ब्रोले भन्न खोजेको कुरा यो होइन है भनेर कमेन्टमा लेख्नु भएको छ, एकदम खुसी लागेको छ। म्याक्सिममको लाखौँले चाहिँ भनौँ न 10, 12, 13 लाख भ्युज पुगिसकेको छ भिडियोको। लाखौँले चाहिँ हावातालमा भिडियोको फुल भिडियो नहेरिकन मोटिभ चाहिँ नबुझिकन चाहिँ अन्धाधुन्दा कमेन्ट गर्नुभएको छ। नेपाली समाज यस्तै नै छ होइन, बुझ्नु नसुझ्नु यत्तिकै हावा गफको तालमा दौडिनुहुन्छ होइन धेरै मान्छेहरू। त्यही भएको कारणले रेस्पोन्ड के कस्तो आउँछ भनेर मैले एउटा सोसियल अवेरनेसको लागि बनाएको भिडियो हो। अब कसैलाई राम्रो लाग्यो नराम्रो लाग्यो आई डोन्ट नो, अब कसरी भन्ने कुन रूपमा लिनुभयो तपाईँले। मैले चाहिँ के मोटिभ्सले भिडियो बनाएको थिएँ भन्दाखेरि हावा गफ सुन्नुभन्दा पनि रियालिटी चाहिँ पोसिबल छ कि छैन रियल लाइफमा त्यो चाहिँ बुझ्नु पर्यो। अनि आफैमा त्यो स्किल्स बढाएर बल्ल चाहिँ विदेश आउनु होला, जसले चाहिँ तपाईँलाई यता आएर पैसा कमाउन सकिन्छ होइन, धेरै अर्निङ गर्न सक्नुहुनेछ क्या। काम मात्रै गरेर करोड करोड कमाउन गाह्रो छ गाइज, हेर्नुहोस् है। भनौँ न नर्मली अरूको कम्पनीमा काम गरेर त्यही नै हो। सियस गाइज, सरी है कसैलाई अब नेगेटिभ रूपमा लिनुभयो र मेरो भिडियोले केही भयो भने आइएम रियली सरी फर द्याट।